हेलो सम्पूर्णमा नमस्ते अनि स्वागत छ शुभकामना मगर युट्युब च्यानलमा। आशा छ सबैजना सन्चै हुनुहुन्छ र म पनि सन्चै छु साथीहरू। आज चाहिँ धेरै दिनपछि भिडियो लिएर उपस्थित भइसकेको छु र यता हुनुहुन्छ भाइ गरे यता हुनुहुन्छ हस्बेन्ड साहेब। हेलो नमस्ते। म यता बिजी भएको कि हाम्रो यो युट्युबलाई अनि धेरैभन्दा धेरैले अनि लाइक एन्ड सब्सक्राइब गरिदिनु होला, अनि भिउज पनि बढाइदिनु होला। यस्तो छ मेरो बुढोको सपोर्ट। साथीहरू सपोर्ट गर्नुहुन्छ क्या, यस्तै दोकान अम्लो बोकेर हिँड्ने कुरामा जाने एकदम सपोर्ट गर्नुहुन्छ। कति महिना मेरो खातामा कति महिनामा हाल्दैन नि 1000-2000। हिजो मैले एक डोको बनाएर ल्याएको त्यो सिसाहरू अनि घरको फोहोरहरू उठ्न पर। हिजो सासू बुहारीले घाँस काट्न आइयो अनि त्यसपछि बियरको बोतलहरू थियो, माइत जाने जस्तो गरेर माइत जाने जस्तो गरेर लिएर आएको। यहाँ हाम्रो माइतदेखि यहाँ म जान्छु होला, तर गाइस के गर्नु माइत जान पनि पाइयो छैन। यतातिर पुरा खेत छ, यहाँदेखि तलतिर अप्ठ्यारो छ। यस्तो छ यस्तो गाइस। यतातिर यत्रो खेत छ, यस्तो यहाँ सुन्तला छ। सुन्तला लगाउनु भएको चाहिँ खेतमा कस्तो हो, तर कुनै कुनै धान पनि यस्तो गराइदिए हो, कोही के त्यस्तो धेरै जस्तो राम्रो छ। त्यो उसमा बिचमा किन यस्तो ढलायो होला। मटर बाटो यहाँ चाहिँ यहाँ जाने हिजो मैले आमाले यति काटेको थिएँ। यतादेखि नै भीम पोखरा यो स्कुलमा हिजोसम्म मिला लाग्थ्यो सलम कहाँको पानी मूलको पानी कुलको छोरी भन्ने कहाँ यहाँ पानी पानी बढ्यो। हिजो आमाले मलाई त्यत्रै बोतल हालिदिनु भएको थियो, मैले त्यत्रै हालिदिएर आएँ। हिजो मलाई आमाले त्यहाँ मिठाई हालिदिनु भएको थियो अनि त्यहाँ पानीको बोतल हालिदिनु भएको थियो। हिजो सासू बुहारी आएको नि त घाँस काट्न, अनि त्यति भएर लिटर दिएको। थापाजीलाई यस्तो मिठो बात गर्न नि आने रहेछ, म रल्ल पर्दै हिँडेछु सुन्दै सुन्दै। यस्तो यस्तो बात त कहिले नि गर्नुहुन्थेन हौ। हजुरलाई भने चिसो हुन्छ। अनि साथीहरू हामी कहिले कहिले बोल्थ्यौँ मेरो थापा र म बोल्दाखेरि त्यस्तो राम्रो कुरा गर्नुहुन्थेन, तर यस्तो राम्रो मिठो कुरा नि गर्न आउने रहेछ। आउने रहेछ होइन छैन छैन। त्यहाँ के को पोस्ट गरेर अपलोड गरेर रहेछ भन्नु अझ। यहाँ के लेखेर पोस्ट गरेर रहेछ अरे। तर यहाँ चाहिँ पहिला हाम्रो सासुआमाको माइतको खेत हो, तर यत्रो यो गाडीको बाटो आएपछि पहिरोले लपक्कै लगिदिएर यस्तो यस्तो पलाएपछि घाँस काट्न परिन। नत्र त यस्तै धान हुन्थ्यो होला होइन हाम्रो माइतको नि यहाँकै लपक्कै लगिदिन्छ नि हौ।
त्यो कहाँदेखि बाटो बिस्तारै हुन्छ यहाँबाट झरेको हुन्छ कति अप्ठ्यारो छ नि यस्तै छ बाटो अनि पहिरो गएको बाटोमा पनि कहाँ सजिलो हुन्छ त नि तर कति कुरो थियो हिजो कहाँ यस्तो यस्तो छ बाटो ऊ यहाँ कहाँ देखाएकै यहाँ हेर्नु न स्याउँदै खोइ तिमी घाँस हेर्दै तल हो नि त हामी जानु त यो कान्छा बाजेको रे यहाँ हिजो काटेको मैले लोकेन्द्र कहिले हान्ने त छोड्यो कमलालाई किन हान्ने त तिमी काम गर्ने मान्छे खुरुखुरु काम गर्नुहुन्छ बिचरा बिहान मसँग नि उठ्नुहुन्छ पानी लिन जानुहुन्छ यहाँ 3 जना मान्छे आउनुभएको अनि हिजो यहाँ आमाले काटेको यति अनि उति आएर मैले काटेको कि यहाँ झिमरीको पोला पनि छ ऊ त्यहाँ लाइट ल्याएको भए होइन ऊ यहाँभित्र कि यतातिर यस्तो जङ्गल छ साथीहरू यता भिर यस्तो छ यो भीम पोखरा हो होइन यस्तो देखिन्छ नै फोनै गरेको छैन मैले आमाहरू उता मम्मीहरू उता उस के अरे आलु त्यही के भात खाना दिने दिदी पोखरा अस्ति झन् अस्ति गयो क्या दिदी आउँछ नि नआए हामी उति गएर जाम्ला पोखरा पृथ्वी चोकैमा कति केटा छैनन् रे होसैमा भन्नेतिर नखानु क्या हामीले चैत वैशाखमा आगो लगाइदिन्छौँ यहाँ अहिले हिजो मैले र आमाले त्यस्तो निर्णय गरिरहेको छौँ काम भने मेरो बुढोले जे पनि गर्नुहुन्छ क्या तर यो यस्तो छ साथीहरू कुरो के छ भनेपछि एकचोटि बाइकको चाबी र एउटा हेलमेट समाएर हिँड्नु भयो भने मान्छे कहाँ हो भन्ने कुरो ठेगान हुन्न हो कि होइन भन्नु न जानु परेन जाउँ भने त्यस्तो ठेगान हुन्न अनि फेरि आउन त आउनुहुन्छ घरमा त अनि त्यस्तै हो त नि साथीहरू कहिले दसैँ लाग्ने कहिले तिहार लाग्ने नखल्नु के काम त कति गर्छ भन न कति गर्नुहुन्छ बिहान उठ्नुहुन्छ पानी सानी भर्नुहुन्छ अनि अघि आमाले के भन्नुभएको लाउरे भन्दाखेरि थाहा छ बिर्ती सिङ्गापुर इन्डियन भएको लाउरे भन्ने अर्काको देशमा काम गर्न जाने के को लाउरे होइछ नि भन्नुहुन्छ आमा लाछ अहिले काट्छ खुट्टा त्यस्तो हो गाइस ल म चाहिँ सुरु गरेँ है त सुरु गरौँ अब म पनि काट्छु घाँस काट्ने साथी हिजो यति काटेँ आज यति भारी कुक्ला मैले छ होला झन् छ पहिरो गएर यस्तो भोलि माथि माइती जाऊँ ल बिहान जाने भोकै दिउँसो जाऊँ ल किन खाना साना पकाइदिनु जाऊँ नि के हाल्नु भएको त मोबाइल मोबाइलमा हिजो पर्स सिकेको चेन लाउनु न
आएको नि त्यताको पत्ता त्यो पाती फोटो कहाँ बोकेर यो नखानु गरी घाँस आउनु होला अहिले चैते बैशाखमा आगो लाग्छ यता निक्लन मुस्किल छ जम्मै धान खातिर खुट्टा थुँडा चाहिँ थुन्कुला जस्तो बल्ल बल्ल पन्छाउँदै खान्छ त्यो धान बजाउँछ पहिले आउने चाल पनि त नि आमाले फोन गर्नुभएको थियो बाजे आमाले फोन गर्नुभएको थियो तलदेखि तिनीहरू दाइँ ठाउँ खोल्न म नि दाइँ ठाउँ खोल्न जाने भनेको ए फेरि यता घाँस हेर्नु जानु पर्ने त्यहाँ ल्याप्टु पर्छ यो त माथि बाटोमा ल्याप्टु पर्छ हिजो म र आमा आएको अनि हिजो हेरेको क्या हामीले नि अब आउने बेला भयो नि त्यति बेलामा हामी घर जाने त्यही बेला ए म त बाटै ल गाइजहरू हाम्रो चाहिँ यति बेला अब त भारी लगभग पुग्यो है हिजो नि यस्तै 5 लगाएको मैले ल ल ल हालमै ओके नाम्लोरी यतादेखि नाम्लोबरी लिएर आउँदै हुनुहुन्छ ल कहाँ हाल्नुहुन्छ चाहिँ मैले हाल्छु म यतातिर हाल्छु है ठाउँ छ मजाले ल दिनु मेरो त्यो उसँगको हजुर राख्नु हतुसँगको बाँध्नै जानेन हौ म त होइन छ र त्यसमा नि लिनु म त त्यसमा छिराउन नै अर्कै गरेर बाँध्छु यतातिर चाहिँ यसलाई के भन्छ घुर्रा यस्तो हुने रहेछ गाइज हाम्रोतिर हुन्न नि यस्तो के भन्छ त के नि यो बोरियो भन्छ यसलाई तर यो घुर्रा हो कि खुर्रा हो भन्न कि पुराले साप्ने कि जेले सापिने ल ल ल ल बाजेल घाँस त्यहाँ उस काट्नु लानुभयो कि विकास घाँस कस्तो गरौँ चाहिँ यहाँ पनि हाम्रो जस्तो विकासे घाँस छ कि त छाया परिसक्यो अब घाम जान्छ यता दुईतिर फर्काए सजिलो हुन्न र यहाँ भारी कस्न लाग्नु भएको छ हुँदैन र हुन्छ त्यही त भारी फेरि खतरा हाल्नु भरे एक पोका त थारो पार्नु थारो यस्तै ठिकै हुन्छ कि थारो पार्नु कि हुँदैन नाप्लारिसकेपछि हुँदैन नलानु भयो एउटा थियो मेरो यस्तो भारी छ गाइस अनि उहाँको त्यस्तो साथीहरू हाम्रो चाहिँ भारी बनाइसक्यौँ अब घरतिर लाग्यो म धेरै बल गर्नुपर्छ भारी किन त्यसरी आसिहालेको त्यसरी त नि हाल्ने डर लागेको अन्त नै भिडियो नगर कि कतैदेखि होइन क्या हजुर आउनु म त केही पनि राखेन क्या म आउनु मलाई तल गयो भने र त्यसरी तानेको हजुर घाँस रहेछ कि लु त घाँस देख्दिया बाजे मैले बाजेले पनि घाँसको बारी पुऱ्याइसक्नु भयो विकास चाहिँ घाँस काट्नु बाह्र छ खुसी चप्पल हात चिप्लो भएर आँसी खसेर बाजे आँसी हालिदिँदैन यहाँ कुरो
एउटा बुतै लाहा क्या हो मेरै स्वेटरमा। हामी रोड बाटोमा निस्किसक्यौँ। यता देखाउनु न। हजुरको घाँस कस्तो देखिया। मैले चाहिँ थारो बारी ल्याएको, मभन्दा नक्ला छ हौ घाँस त। अनि तपाईँलाई कस्तो लाग्छ यसरी घाँस काट्न पाउँदा सुरेश थापा? कस्तो लाग्यो नि? कस्तो तपाईँको जिज्ञा हो? अनि भैँसी दुना भएको भए यो घाँस काट्दा कस्तो मजा बेग्लै हुन्थ्यो कि? पत्रकार पनि उस्तै अन्टरबाट दिने पनि उस्तै लिने पनि उस्तै भइएछ। र गाइस हामी चाहिँ घर आइसक्यौँ। दुई भारी आमा हुनुहुन्छ। दाइ के काम गरेर आइन्छ र? कति बजीसम्म काम हुन्छ आज? 5 बजीसम्म हुन्छ। कोही केही खाएर नि आइसक्यो भित्र गएर। के खाएको? चटनी अनि के गरेर त्यति मनपर्छ। धन्यवाद साथीहरू, आजको भिडियो यहीसम्म। भिडियो के कस्तो लाग्छ अन्तिमसम्म हेरेर लाइक, कमेन्ट, सेयर, सब्सक्राइब गर्न नबिर्सिनु होला।